नमस्ते सबैजनालाई तपाईहरुलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। अनि आज चाहिँ त्यस्तो खास केही छैन। म चाहिँ आज पानी नपरेको बेलामा एउटा जंगलतिर घाँस काट्न आएको छु। जंगल भन्दा नि खरबाट जस्तै हो, हाम्रो अलि टाढा छ के, तर जंगल छ। अनि त्यही हो। तपाईहरु मासाले के गर्दै हुनुहुन्छ? किरा पो पस्दा आउँछ झन्। यो साथीहरु, यहाँ चाहिँ एकदम जंगल छ। म चाहिँ एक्लै आछु के अहिले घाँस काट्न। डर पनि लागेको छ अनि केही छैन। अनि के गर्दै हुनुहुन्छ तपाईहरुले? म त यस्तै हो, गाउँघरतिर अब घाँस काट्ने यताउति गर्ने बस्ने ठिकै छ नि त। अब जो जता छौं त्यही अनुसारको गर्नु पर्यो, बस्नु पर्यो, रहनसहन त्यही अनुसारमा ढल्न पर्यो। ठिकै छ। घाँस त पलाएको रहेछ, सिट पो रहेछ है। पानी नआए पनि सिट हुँदो रहेछ त। कहिले हो? ओहो, सिट त लास्तै रहेछ त। तर ठिकै छ, म नडराइकन काट्छु। आयो भने हैसाले गुवाम कि गुवाम पारिदिन्छु। खोला यहाँ चाहिँ एकदम ठुलो हुन्छ। अहिले चाहिँ सुकेछ। म कतातिर जाम, यता जाने हो। यस्तै रहेछ जिन्दगी। आज निङ्ग्रो पायो भने निङ्ग्रो पनि खोज्नु पर्यो। हुन्छ कि नाइ त थाहा छैन। अब हेरौँ। यस्तो झाडी मात्रै छ। के हो अन्त पछाडि? ओ माय गॉड। म त यता धेरै भयो थियो के नआएको। अहिले त पुरै झाडी मात्रै भएको छ है। डर लाग्ने। पानी पर्यो भने ओराउ पनि ल्याएन मैले। के हुने हो आज? ओ माय गॉड। आज चाहिँ यो हाम्रो अमिलोको बुट्टा कति धेरै फल्यो थियो, एउटा पनि लगेन। के हो त? ओरिङाल रहेछ है। तर ओरिङालको पो रहेछ। पानी पर्यो है। मैले केही ल्याएन ओर्ने कुरा नि। पानी पो आयो। साथी हो, उता देख्नुभयो सेतो सेतो? यो चाहिँ यसो के गरे, यो पात चाहिँ यसो सेतो हुने रहेछ के। तल हरियो छ अनि जहाँ टुप्पा छ नि त्यहाँनिर चाहिँ हरियो छ के। अब हामी गाउँमा बस्नेलाई त त्यति वास्ता हुँदैन यस्ती। अब सहर बजारतिरकोलाई चाहिँ यो चाहिँ घरमा सजाउने फुल हो। मेरो चाहिँ भारी पुग्यो। अब भारी मुठो बानेर उठाउँछु। तर थोरै काटेको थिएँ, त्यही पनि एकदम गरम थियो कि, हल्का पानी परिरहेको थियो। अनि दाला थियो नि त घाँस पनि। सो ठिकै थियो, खासै धेरै पनि थिएन। तर बोक्दा चाहिँ ठिकै थियो। निङ्ग्रो खोज्नु पर्यो। निङ्ग्रो चाहिँ पुरै घाँस पल्टिसकेको रहेछ। घाँस भइसकेको रहेछ कि। यस्तो अब अरूले त अब अर्कै खाले निङ्ग्रो खान्छन् के रे। यस्ता के अरू गाउँतिर चाहिँ अर्कै पाइन्छ। तर हाम्रो घरतिर चाहिँ त्यस्तो हुँदैन। हाम्रो चाहिँ यस्तो हुन्छ। सबै घाँस भइसकेको रहेछ। पानी पनि पर्यो है। म त घर पुग्दा भिज्छु क्या हो। सब फुलिसकेछ निङ्ग्रो। सब घाँस भइसकेको रहेछ कि। फेरि त्यस्तै नि खाने भन्नु होला साथी हो। यो चाहिँ निङ्ग्रो हो। निङ्ग्रो चाहिँ धेरै किसिमको हुन्छ। कालो निङ्ग्रो भन्ने हुन्छ कि, अलि अर्कै हुन्छ। यो भन्दा ठुल्ठुला हुन्छ। त्यो चाहिँ मेरो माइततिर हुन्छ। यतातिर चाहिँ त्यो अलि पाइँदैन। हामीले चाहिँ यही नै खान्छौँ।
साथी हो। निङ्ग्रो चाहिँ कसलाई मनपर्छ, मलाई चाहिँ एकदम मनपर्छ। आलुसँग चर्र भुट्नी अनि खानी। कसैलाई यो फुल चाहिएमा चाहिँ मलाई सम्पर्क गर्नुहोला। यो चाहिँ हाम्रो घरतिर हुन्छ, तर हामीलाई चाहिँ त्यति वास्ता हुँदैन के। गाउँमा बसेको हरियाली मात्रै हुन्छ नि त, अनि त्यति वास्ता हुँदैन। अब बजारतिर बस्नेलाई चाहिँ यस्ता यस्ती मनपर्छ। सो कसैले हेर्नुभएको छ भने सहरियाहरूले मलाई सम्पर्क गर्नुहोला, मैले यो फुल तपाईँहरूलाई पठाइदिनेछु। अब जानुपर्छ, पानी पनि पर्यो, भर पानी पर्यो क्या अलिअलि, त्यही नि ठिकै छ, शीतल भएको छ। घाँस चाहिँ त्यति रहेनछ, अब त्यही दालाहरू अलिअलि काटेँ। यही छ, मान्छे यतातिर आउनुभयो चाहिँ घाँस काट्न यता माथि। सो साथी भयो, त्यस्तो डर लागेन। अनि म त एउटा कुरा के भन्न चाहन्छु भनेपछि, के गरे अब रमाइलो भनेको, रमाइलो खेल्ने घुम्ने भनेको पहिले नै रहेछ। अनि त्यही हो, छिटै मति नबिगार्नु कसैले पनि, त्यही भन्छु। अब पहिला चाहिँ सहरमै बसेर, बजारमै बसेर पढियो भनौँ न। अब 10 क्लाससम्म त गाउँमै पढ्यो, अनि त्यसपछि बजारमै बसेर पढेको हो। अनि फेरि बिग्रो, अनि चाहिँ यतै गाउँतिरै छु। ठिकै छ, अब जस्तो छ जे छ त्यसैमा रमाउनु पर्ने रहेछ। अब ठिकै छ, त्यही पनि म त भन्छु। तर रमाइलो गर्न छ भने पहिले नै हो। अहिले चाहिँ खासै त्यस्तो नहुने रहेछ। हुन त अब हुने मान्छेलाई चाहिँ जस्तो गरे नि हुने रहेछ। अब मेरै साथीहरू कतिपय मान्छेहरू अब बिहे गरेर पनि एकदमै पहिले जस्तै छन् के। उनीहरू हाँसी खुसी नै त्यही लाइफ स्टाइल गरिरहन्, बिताइरहन्। तर सबैको भाग्य एउटै हुन्न। म चाहिँ हिँड्ने, कति गरम हो, के अरे पानी आएको हेर। बाटोतिर यस्तो बुढेको छ कि पुरै झार मात्रै आएको रहेछ क्या बाटोतिर। अब त झन् हिँड्नै नसक्नुहुन्छ पुगेर, पानी आएर पुरै बाटो चिप्लो बनाइदिएको छ। त चिप्लो मात्रै छ, खोलाले ल्याएको चप्पल त कस्तो चिप्लेको हो। चप्पल चिप्ल्यो, अनि मेरो 1 लाखको चप्पल चिप्ल्यो भन्थ्यो। अनि त्यही पनि अझै कडा छुट्टै यताको छुट्टै हो। यो तिखा लाग्छ भनेर पानी लिएर आएको थिएँ कि। कति लाग्यो मच्छे। हाम्रो चाड चाहिँ यहाँ पकाएर राखेका छौँ। यसलाई चाहिँ मोर्चामा मोल्नु पर्ने हुन्छ। अब मगर भैँसी यता हुनै पर्यो। यसलाई चाहिँ यहाँ सुकाएर चिसो गराएर अनि फेरि मर्चा मोलेर राख्नुपर्छ। यसको यो कालो कालो बोक्रालाई चाहिँ, यसको यो बोक्रालाई निकाल्नुपर्छ। हाम्रो चाहिँ घाँस मैले ल्याएको अघि। हेलो हेलो भैँसीहरू, सुँगुरलाई भिजाइराख्नु पर्यो। यो चाहिँ यहाँ भिजाएर एकछिन राख्छु, अनि अहिले सुँगुरलाई दिन पर्ला। गाह्रो छ। फापर चाहिँ
यसले चाहिँ मलाई देख्न रुचाउन यो चाहिँ उसो के बच्चासँगको बेहुनी हो बेहुनी अरे दुना हो यो यसले मलाई रुचाउन्न यिनले पनि खासी रुचाउनु अझ हिरो बन्यो के ओहो पुरा सिउँडी फेकेर दुई चुल्ती बाटेर अभिनर जाने इच्छा हान्न खोजेको अझै हेर लिखे हाम्रो पाडा यसलाई चाहिँ जुम्ला परेर चाहिँ कस्तो हो कपाल कोरेको चाहिँ यसले यहाँ हेर दुई चुल्ठी बट्नलाई हो यता बुढी भएर टक्ला सुँगुरलाई तारो दिन्छु अनि मर्छ गराउनु पर्ला ओ माइ गड तातो रहेछ कति तातो रहेछ छोक्का ओइ भर्खर रक्सी पारेको नि त्यही भएर होला यस्तो तातो छ है यस्तो अमिलो पनि खान्छ है तर सुँगुरले यस्तो यो भुस र यस्तो अमिलो के त्यो छोक्रा खान्छ तर मासु चाहिँ मिठो हुन्छ अमिलै हुन्न नि के होला वा सेटे ता खैरे ता 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 ए बिस्तारै खा मोर्लास के त टक 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 झोरा त गलो लाग्ने खाने यत्रा ठुल्ठुलो मजा हाम्रो चाहिँ जाँड स्टोर गरेर राख्ने ठाउँ हो यो चाहिँ भर मोलेको भयो यिनीहरू अस्ति नै मोलेको हो मिठो भयो यता पनि छ कसलाई मनपर्छ जाँड साथीहरू मैले चाहिँ खानासाना खाएँ अनि सबै काम भ्याएर म चाहिँ अब सुत्न आएँ सो साथीहरू अब तपाईहरूलाई मेरो भिडियो के कस्तो लाग्यो राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अब नराम्रो लागे त के भन्नु अब खासै राम्रो बनाउन आउँदैन अब त्यही हो गाउँघरतिर यस्तै हो राम्रो लागे चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला सो आजको लागि यति नै बाई बाई